वेलकम छ मेरो न्यू ब्लगमा। म चाहिँ रोमानियाको बुकारेस्टमा बस्छु, काम पनि यहीँ गर्छु। अनि सेक्टर 5 मा मैले काम गर्ने। आज चाहिँ टिकटकहरुमा चाहिँ धेरै भिडियो देखेर म यहाँ आज चाहिँ करङ्घासीको रेड कार्पेट भन्ने ठाउँमा आएको छु। यहाँ चाहिँ जोस् मलाई पनि अलिकति रमाइलो लागेको छ, किन भन्दा यतापट्टि पुरै पानी पुरै ताल जस्तो रहेछ। अनि यतापट्टि गएर तपाईले घाम ताप्न मिल्ने घाम तापेर बस्ने ठाउँ पनि छ है। यहाँ चाहिँ यस्तै छ, रमाइलो छ। जोस् आएको पनि 3-4 वर्ष भइसक्यो रोमानिया, तर रेड कार्पेट भन्थे, तर म चाहिँ रेड कार्पेट कहाँ रहेछ भनेर चाहिँ आएको चाहिँ थिएन। आज चाहिँ छुट्टी भएर मौका मिलेर अनि रेड कार्पेट आएको छु। अनि मलाई एकदम रमाइलो पनि लागेको छ रेड कार्पेट आउनको लागि। यहाँ चाहिँ तपाईको एकदम देख्न सक्नुहुन्छ। अनि मेरो युट्युबमा गएर पनि लाइभ सब्स्क्राइब गरिदिनु होला।